सब बिग्रेछ ब्याग्ने रेकर्ड गरेको नोइज क्यान्सलेसन नहुने रहेछ फेरि आमाइ जस्तो माइक फ्युचरको कुरा गर्दै थिएँ कस्तो कमाउनु भने फ्युचरको पुस्तक कतिको सेयर किनेको छु होइन अहिले त भर्खर बल्ल 5,000को एउटा सेयर किनेको होइन सेकेन्डरी मार्केट डे फर्स्ट फ्युचरमा कस्तो हुन्छ भन्ने यस म 3 महिना 10 पछि किन्न बोल्न छोड्यो के सक्छु पहिले कुरा त मलाई भएको के फिलै हुँदैन म तिमीलाई एक्जिस्ट गर्छु किनभने पनि त्यस्तो फिलै लागेन क्या तेरो बोल्नै छोड्यो म मेसेज चाहिँ गरेछ एकटा केटाहरूले होइन के खानु मेसेज गरेर थाहा भएन तर म त्यति बेला डिप्रेसन सिक्योस् यसको रिप्लाई नै दिएन कुनै किन दिएन फोटो माग्नु होला जसमा त कान्दा गरेँ नि मैले फेरि यार सुन ल्याएर स्कुलमा सरहरूको भिडियो बनाउने त्यही गरियो सरहरूको भिडियो बनाउँदा फस्यो 10 बजीको छुट्टीमा त डिप्रेसनले सिकार भयो नि कोही पनि नै बोल्नको लागि यत्तिकै बस्ने घरै बसिरहेको छ 24 घन्टा कोही जानै मन नलाग्ने कोही नहुने बिचमा चाहिँ बोलेको होइन लास्ट सकेर 1-2जनासँग बोलेको थिएँ होइन नभए त पहिलेसँग बोलेन सबलाई अनफ्रेन्ड हान्दै पनि कुनै पागल जस्तै गरेर जिन्दगी जाँदैछ भन्ने झेपझेप भएर बाहिरदेखि त घर त बस्नु घर बस्नु नै दसैँ देश घर छोड्नु पर्छ नि धेरै कुरा सिकिन्छ अब बाह्रदेखि हल्सेन भयो घर छोड्नु भने कोही हिँड्दै पढ्नु जाने क्या पढ्नु जाने कोही रेन्टमा लिएर होइन प्लटमा नफस्ने फेरि इन्कम पनि गर्ने केही होइन सेयर भयो किन्ने आइपिएस भन्ने पैसा हुन्छ खर्च चल्छ त्यही अरे भजन चले यता त एडभर्टिजमेन्ट च्यानल के अरे उठ्नै नपर्ने भोलि नै आउँछ यार आउँदै लङ रन हान्न पर्ने प्रोटिन मेहनत लागेन क्रिएटिन मेहनत लाग्यो यार क्रिएटिन खुवाउनु पर्ने मगाउनु पर्ने मगाउनु पर्ला यार वर्ल्ड कपको क्रिएटिन मगाउनु पर्ला कुरो प्रोटिनको पैसा आफै तिरेको यार मम्मीलाई तिरिन पाउनु नि केही जुत्ता सुत्ता किन्न पर्ने जुत्ता रनिङ सुज यस्तो भइसक्यो अरे जुत्ताको हाम्रो 1500को जुत्ता त अनि यस्तो भइसक्यो त्यही राम्रो चल्नु त राम्रो भयो केही भन्ने होइन चले राम्रो एउटा नाइलन प्लेटेड चाहिँ यो कुन प्लेटेड रहेछ नाइलन प्लेटेड एउटा राम्रो सुज किन्नु पर्छ कार्बन नि नाइलन प्लेटेड भयो भने राम्रो हुन्छ क्या नाइलन प्लेटेड पनि महँगो हुन्छ जस्तो लाग्यो कार्बन प्लेटेड
कार्बन प्रोटेक्ट रनिङ प्राय राम्रो हुन्छ रेस्ट दिएको लागि हाम्रो कार्बन हल्का हुन्छ तर धेरै टिक्दैन कि कार्बन हेयरफलमा कस्तो हेयरफल भयो अलिअलि पारेको फर्स्ट टाइमले यत्रो कपाल पारिदिएँ मैले दाह्री पनि सुत्ती भइराख्नु पऱ्यो क्या त्यसपछि सुहाउने सुहाएन काट फालिदिन्छ फेरि बोका चाहिँ यो बोका राइट साइड राख्नै पर्यो अलि अनि राम्रो देखिन्छ अहिले कति भएको छ 6-10 भइसकेको छ होइन कति बजी हेर्नु पर्यो आज त बाइक सिक्ने भनेको बाइक लिन जान बाइक लिन जान यस्तो हेर न यार यहाँ धुवा गराउनु थालिसक्यो नि हेर न आगो बाल्नु त्यहाँ आगो यहाँ आगो पल्युसन त सुरु त भइहाल्छ कि मान्छे त्यही उठ्नै हुन्न मान्छे पापी जनावर क्या बाघ भइहाल्यो भन्दा बाघले बरु आफ्नो खानाको लागि खान्छ है मान्छे त केही आउँदैन अनि जनावर कतै खान्छ त्यसले नि खान्छ त्यसको उसै मान्छे जति पापी यस्तो चलाउनु थालिसक्यो भने पुरै ठाउँ धुवा यहाँ धुवा त्यहाँ 1 2 3 4 5 ठाउँमा 6 7 ठाउँ त हिँडी धुवा देखिसकेर छ्या के गर्ला बुटोल देखिन्छ बुटोल देखिन्छ हेर्न पुरै धुवाले ढाकिसक्यो क्लियर भ्यू पनि छैन मान्छेको दिमाग भन्ने नि कहिले आउने होला दिमाग नहोस् गाह्रो हुन्छ कि मान्छेसँग मान्छे भनेको त पापी छ पापी हो कि ठाउँ चाहिँ फ्युचर पनि कस्तो हुने है यो ठाउँ हेरौँ है फ्युचरमा यो ठाउँ कस्तो भयो देखायो मलाई एकचोटि हेर्न आएको चाहिँ यो चाहिँ मलाई लागेको थुप्रै यो ठाउँ भन्नको चाहिँ म जन्मेको ठाउँ हुँदा अलि उता मलाई भन्ने हो भन्नको मलाई यो ठाउँ कस्तो खालको फ्युचरमा यहाँदेखि पानी पर्छ